Welcome back to my channel. आज चाहिँ म जाडोले गर्दा अमृता छ्यामा मेरो छ्यामा भेनालाई लिन गएको छु चन्द्रगढी 12 बजे अनि मैले यो हेरिरहेको छु हेर्नु गाइस यो दामी छ यसको नाम के हो नि सो गाइस बाहिर आइसकेछौँ हामी बाबा पनि जाडो हुन थालेछ अहिले चाहिँ घरको काम गरे भेट्छु कसले कुच्चो ठाडै राखेको अनि यो पनि रोप्नु छ मलाई मम्मी यो एभोकाडो छिमेकमा के हुँदैछ यहाँ के काम हुँदैछ ल नानीको बारेमा म चाहिँ बढाल्छु होइन गाइस बढाएर भेटौँ चेक आउट बाहिरको वातावरण यसलाई कपडा लगाइदिएको त यहाँ त कपडा लगाइदिएको हामीले मम्मीलाई होइन अनि यसले हालत वाउ नाइस गइदियो गाइस गयो उडेर प्रेग्नेन्ट उयो कुखुरा सुँगुर आम्बो कुखुरा अरे प्रेग्नेन्ट कुखुरा मैले फर्स्ट टाइम आफै बनाएको इन्भेन्टेड बाई माई गुवा गर्दैछ त गाइस ओ माई गॉड यो गाइस थाहा छ पहेँलो यो यसले त म चस्मा बनाउँथेँ गाइस यस्तो पहेँलोले पहिला आइको याद यार मिङ्सो र म भएर चस्मा बनाउँथ्यो अहिले त मिङ्सो पनि बुढो भयो गाइस बुढो भएको छ अहिले अस्ति तपाईँ पूजा घरमा पूजाहरू देखाएँ नि मैले त्यो हो क्या मिङ्सो भनेको ए गाइस यस्तोले पहिला चस्मा बनाइन्थ्यो यता कानमा सिउरिन्थे यसरी हेर्नु अहिले त केही गरिँदैन बच्चा जन्माउँछ के भनेर यसरी राखिदिएको बच्चै जन्माउँदैन यसरी अहिले जन्माउँछ गाइस देखाउँछु तर म डिचको अहिले मेरो फोन खाइदियो भने सक्यो यो चाहिँ गाइस यो मल छ नि सुँगुरको मल हामी बेच्छौँ पैसा कमाउँछौँ फाइदा सुँगुर पनि पालो मल पनि बेचेर पैसा कमायो फाइदा सो हाम्रो सुँगुरको कलेक्सन छ अनि पछाडि यस्तो भयो अहिले चाहिँ जाडोले गर्दाखेरि सबै यस्तो स्टक भएको छ काम गर्दै हुन्छ अङ्कलहरू पनि अङ्कल देख्नु भएन बाख्रा बेचिदिउँ गाइस बाख्रा हेर्नु मलाई बाख्रा दुइटै बेचिदिउँ त्यो कान उयो भएको पनि बेचिदिएँ मैले कुखुराहरू छ अन्त खासै के छैन घर कुकुर टमी यो गाइस 8 वर्ष पुगेको अनि अरू त केही छैन सो भरे नै भेट्छु मम्मीले साग हलम्बो गर्छ फलेको साग यता पनि अब यहाँ सुँगुरको जारो हुँदैछ यस्तो रेडी गाइस तोरी चाहिँ झन् बढ्दै गएको छ लङ्कै छ फुलहरू खोर्सानी पनि रातो भएको रहेछन् टिप्नु पर्ने दुईटै बाइक छ अब
साइकल पनि दुईटा छ। यो चाहिँ मुना आन्टीहरूको हो, यो चाहिँ हाम्रो। अरू त केही छैन गाइस देखाउनु। सो अमृता छामालाई लिनु जाँदाखेरि भेट्छु म। त्योभन्दा सुरु चाहिँ म नुहाएर भेट्छु। ल गाइस नुहाउनु छ अब। यस्तो लास्टै फोहोर हुन्छ गाइस, टेकेको टेके गर्छु भने सफा गरिदिनु। अलिक सफा त देखिन्छ गरेपछि। अब म चाहिँ नुहाउनु जान आँटेको अनि मेरो स्कुल ड्रेसहरू पनि धुनु छ अनि नुहाएर अब बहिनी नायुमालाई लिनु जान आँटेको। अमृता छामाले नानी जन्म भएको छ नि त, सुमेन्सा जस्तै चाहिँ प्यारी मेरो बहिनी। दुईजना बहिनी टोटल नायुमा। अब आज भेट्छु बोक्छु अनि आज क्रिसमस हो, उनीहरूको लागि गिफ्ट पनि किन्छु। सो नुहाउनु जान आँटेको, सक्स बोकिहाल्छु। Guys, Latang Lungun. Let's go bathroom. Open that shirt. दाँत पानी चाहिन्छ भने बाल्टी यहाँ छ। साह्रै मिठो। यो यसको पानी तातै हुन्छ क्या, यसमा यसो भरिँदै गरोस्। वासिङ मेसिनमा अलरेडी कपडा हालेको रहेछ। गाइस अब हामी जान आँटेको। आउनुमा म के हुनु, म बसाइदिन्छु। अनि तोरीबारी यहाँ छ गाडी। हुन्छ ओइ यो चाहिँ कसै खोल्नु? ओ माई गॉड, अगाडि बस्छ। हुन्छ ल ठेल्दिनु। गाडीमा चढौँ। बाई रहेछ हाई गर हाई अङ्कल जान्छ। ल अब हाम्रो अमृता छामालाई लिनु जान आँटेको हो। अब यहाँ दुधैदेखि भर्खर घरदेखि हिँड्यौँ बुढाङबाट गइनुपर्छ। बाटोमा सबै सब्जी लगाएको हुन्छ नि त। छिर्न खोज्यो बनाउन छिर्यो छिरिहाल्यो नि। अब यता खोज्यो उता खोज्यो परिहाल्यो। एक दिन जानुपर्छ नि त भरे अमृतासँग गएपछि। ल हुन्छ दिदी घर उता माथि हो न, दुधे चोक। सरी मन किनेको त प्लस नेकलेस धेरै जस्तो लाग्छ न पूजा। धुलाउँछ अब मर्ने गऱ्यो नि। फोटोलाई चाहिँ हेर्नु पाइयो। आज प्रोग्राम के होला नि, पानी ट्याङ्कीबाट नेपालको बाटोको हालत।
सर्वेदेखि मिलन त्यो बाटो सङ्गम चोकासम्म भानुखोला आइपुग्नु चन्द्रगढी हो
सुतेको त्यही भएर कसरी सुतेको उडिसक्नुमा चाहिँ हामी चन्द्रबाट आइसकेको छौँ चन्द्रवडीको एयरपोर्टमा अब भेट्नु काठमाडौँ जस्तै रहेछ चन्द्रवडी त एयरपोर्ट आएको चन्द्रवडी एयरपोर्ट वेलकम टु चन्द्रवडी एयरपोर्टमा आइसकेको छौँ होइन अब यो बुके चाहिँ तिमी देऊ न त म भ्लग बनाउँदैछु ल यहाँ हाम्रो बुके सुके छ छिटाउ नत्र जाने एक्लै जाने फेरि सो गाइज हाम्रो अमृता छ्यामाको एन्ट्री चाहिँ यसरी हुन्छ यहाँबाट यो फुच्ची अहिले चाहिँ लगाउँछु भरे चक्लेट खाने बेला चाहिँ बुके चाहिँ कसले लिएर आउँछ होइन म त एकछिन हिँड्नु पर्यो ल अब हिँडौँ सो गाइज यो चाहिँ एयरपोर्ट हो होइन अनि वासरुम मेरो वेट म हेर्छु ल वासरुम त छैन guys, I think no washroom here around here, so let me ask somewhere. Okay, के हो यो पैसा लिएर फटफट हिँड्दै अब हामी जाने वासरुम त छ वासरुम गएको हामी उसमा आउनुहुन्छ भन्दै हुन्छ अङ्कल वासरुम लिएर गएको भन्नु चाहिँ पक्र त मेरो ज्याकेट झरेर भुइँमै खान हारिसकेको जस्तो यस्तो एक्सपेन्सिभ हो कि तेलको त एक्सपेन्सिभ भयो सो गाइस हिँड्दै छौँ यहाँ चाहिँ कार दिस इज कल्ड द गोर्खा अमृत छ आउँदैछ छिटो we need to be quick let's see I think this is the washroom this is the one त्यही हुन्छ हो ए अनि थियो त त्यो डिस त्यो उयो नदिएको होइन 10 रुपैयाँ देऊ न दुईजना जाने नि त हुन्छ अब यो चाहिँ के गर्नु यो माली छ त ओ लेट्स गो बल्ल
राधिसा त्यो लिएर आऊ त ब्रिङ वो Ice teru. के पो Ice teru. कोन्निचिवा मोतो Imoto. इमोतो आइसक्रिम कोयुस निबन्ध क्षेत्र ओके माई गॉड यो कसो अनि बोइ मोइ बोइ मोइ हाम्रो बुकियाले भन्दा यस्तो बेच्दै थियो कि सुकाइ हामी चाहिँ पर्खिरहेको छौँ त्यो सामान यहाँ देखाउनुहुन्छ नो पार्किङ भर्खर बुद्ध एयरलाइन्सको भर्खर गर्दैछ होइन गाइस खयो हेर्न त्यहाँ भागी के हेर्न त्यो भागी के हेर्न गाइस हामीले चाहिँ छ्यामाको लागि भनेर चाइनिज वर्ड भने गाइस छ्यामा उयो एरोप्लेनमा आउँदो हुन्छ बुद्ध एयरलाइन्सको लेट्स गो बुइनी र छ्यामा लेट्स गो हो देखिरहेको छ त्यहाँबाट हाम्रो छ्यामा आउनुहुन्छ कहिले उत्रिँदैन त छ्यामा उत्रिनु छिटो खै कोही नै उत्रिँदैन यस्तो ढोका हेर्नु सक्नुहुन्छ के गर्नु त सिग्नल चाहिँ मान्छे झर्न थाल्छ उपर गाइस बच्चासँग एउटा यस्तो राम्रो बुकेछ यतिकै दिउँ भन्छ तर त्यो पेपर पाउँदैन बुके पेपर गाडीमा दिनु न गाडीमा गाइस यही दिनुपर्छ होइन यही दिनुपर्छ यही ढोका खोलेर आफै देऊ होइन म त त्यतिकै दिने यसरी खोलेर दिने हेर्न बेचत लाग्दैन ओ छ्यामा लेट्स गो बुइनी पक्रिँदै यहाँ हाल्छु म यहाँ बुइनी पकाउने म लेट्स गो यो कसो लेट्स गो सिगार त घरमा ओ हेला अरे हजुर आम्बो लास्टै गरेर सबै एकदम ब्याग लिनु छ सघाइदिन्छ अहिले लगेज ल्याउँदा हुन्छ होला नि त्यहाँ हेरेर ल्याउनुपर्छ ओ माई गॉड मान्छ लाग्छ रक स्टाइल मान्छेमा मान्दैन प्रिन्सिप बोक्नु कुन्जी ओ ओ माई गॉड हाम्रो बहिनी माने त यहाँ ओ सेट नो पङ्क ल्या लाजी सारा खुसी आएछ है मलाई लिन आएको पाले चाहिँ पाले पाले यसो भारी बोक्नेलाई पाले भन्दैन त लाउनु यसै मसा भोट आएको छ नि ओ माई गॉड ओ ओ अनि यो अनुहार चाहिँ यसै यसको बोर्डिङ बनाउनु पर्दैछ नि हेरेको हेरे त नखाने छ नि फ्ल्याट सामान त 6 बजी मात्रै आउँछ नि भन 6 बजी मात्रै आउँछ नि भन सामान झिल्लीलेमा त्यो बसबाट आउने अरू लगेजहरू खै दियो भने खै यो देखो त्यो त दिनै लाज लाग्यो अरे अनि किन कस्तो त हेर्नु त राम्रो छ त तपाईँ दिनै खोलेर दिनु त म त सक्दैन त दिनु त आमा भने
फोटो देखेर लाज लाग्यो त्यही भएर मलाई भनेको मैले ल्याइदिइहाल्छु नि जे भने दिनु परेन गाडीमा चाहिँ दिनुपर्छ क्या एकछिन दाँतको बिचमा ग्याप पहेँलो दाँत चाहिँ फेरि अति गाइस हेर्नु भारी भारी माला आएर बुनिको बोक्दो भनेको यो चाहिँ भारी यस्तो बोक्न मैले लेसको छोरी ए बोक्नु लु एकछिन छोरी बहिनी बोक्न म पेरेड गराउँछु ल अब बहिनी बोक्नु सबैले त गाह्रो लाग्छ बोक रुको रुई गर्छ त मास्क बोकेर बोक न सो गाइस अब हामीले चाहिँ हाम्रो के भन्छ खैरी बहिनी होइन नाइमालाई लिएर आएर नाइमा च्यानलाई नाइमा चाहिँ च्यान भन्नुपर्छ जापानिज भाषामा भन्छ सो गाइस अब हामी मामलातिर आई एम नाइमा च्यान भन फ्रम जापान यस्तो हुन्छ के भने के पो सेतो लाइसहर अरे के पो सेतो हो कन्निचिवा आई मोतो इमोतो इमोतो हैन आई सेतो आई लभ के रे ए हो पुइनाले त पारा ल्यायो सिक्दै बसिरहेको हो ओ माइ गॉड हावाले हान्छ न अतिले अब मामालाई गएर भेट्छु